ब्रेकिङ न्यूज आज गभर्मेन्टले बजेट अनाउन्समेन्टमा म्यान्सन ट्याक्स पनि इन्ट्रोड्युस गरेको छ सो फ्रम 2028 इन इङ्ल्यान्ड any property valued more than 2 million pounds you have to pay 2,500 pounds per year mansion tax. That is in addition to your regular council tax. If the property is valued more than 5 million pounds, you have to pay 7,500 pounds per year. Now, by 2031 चाहिँ गभर्मेन्टले के पनि भनिरहेको छ भने this will raise more than 400 million pounds भनिरहेको छ। अब हजुरहरूले सोचिराख्नु भयो होला कि wealthy मान्छेहरू मात्र यस्तो मिलियन पाउन्डको प्रपर्टिजहरुमा बस्छ and wealthy people need to contribute more towards the society. Yes, that's correct. तर in the future के हुन सक्छ भने stealth tax भन्ने कुरा लाग्न सक्छ। सो इट्स अ फर्म अफ ट्याक्सेसन जुन चाहिँ इन्डाइरेक्ट वेमा चाहिँ मान्छेहरूलाई ट्याक्स लगाउने के हैन। फर एन एक्जाम्पल लेट्स से यो 2 मिलियन पाउन्डको जुन चाहिँ मिनिमम थ्रेसहोल्ड छ द्याट मे कम डाउन टु 1 मिलियन पाउन्ड इन द फ्युचर हैन त। अनि यो थ्रेसहोल्ड 1 मिलियन पाउन्डमा झर्यो भने तपाईहरुको 500-600,000 पाउन्डको प्रपर्टी इन द फ्युचर भ्याल्यु बढेर 1 मिलियन पाउन्ड छुन सक्छ किनभने इन द युके प्रपर्टी प्राइसेस एभ्री 10-15 इयर्समा काइन्ड अफ डबल हुन जान्छ। सो त्यो भयो भने हजुरहरूले पनि म्यान्सन ट्याक्स तिर्नुपर्ने सिचुएसन आउन सक्छ। आज दिस म्यान्सन ट्याक्स चाहिँ राम्रो सुन्न सक्छ तर इन द फ्युचर हजुरहरूले पनि तिर्नुपर्ने हुन सक्छ।